हेलो साथीहरू, नमस्कार। आज तपाईहरुलाई चाहिँ मेरो नेप एप्लिकेसनमा कसरी पोल गर्ने हैन, कसरी प्रेडिक्सन गर्ने, कसरी चाहिँ आफ्नो विचार, आफ्नो अभिमतलाई चाहिँ राख्ने भनेर सिकाउँदै छु। मेरो नेप एक सोशल मिडिया अथवा डिजिटल हो जुन वर्ल्ड वाइड नै छ। अहिले हामीले एपकामा विभिन्न किसिमका नयाँ फिचरहरू चाहिँ आइरहेका छन्। एपमा चाहिँ तपाईले एकचोटी एपमा पुरा भिजिट गर्नु होला। सुरुमा चाहिँ गुगल प्ले स्टोर तथा एप स्टोरमा गएर चाहिँ मेरो नेप सर्च गरेर एपलाई चाहिँ ओपन गर्नु। त्यसपछि एपमा चाहिँ तपाईले यस्तो इन्टरफेस देख्नुहुनेछ। सुरुमा चाहिँ माथि टपमा गएर आफ्नो बसेको कन्ट्रीलाई चाहिँ चुज गर्नु होला हैन। जहाँ बस्नुहुन्छ त्यो देशलाई चाहिँ तपाईले सिलेक्ट गर्नु होला। त्यसपछि अनि तपाईलाई यो इन्टरफेसमा चाहिँ अब विभिन्न फोरमहरुमा विभिन्न व्यक्तिहरूले पोस्ट गरेका सामग्रीहरू देख्न सक्नुहुनेछ। यसमा तपाईले आफूले पनि गर्न सक्नुहुन्छ। तर त्यो भन्दा पहिला चाहिँ तपाईले प्रोफाइलमा क्लिक गरेर अनि माथि गो टु लगइन स्क्रिन भन्ने छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले गुगलबाट पनि गर्न सक्नुहुनेछ, फेसबुकबाट पनि गर्न सक्नुहुनेछ। दुईटै अप्सनहरु यहाँ अवेलेबल छन्। तपाईले त्यसमा क्लिक गरेर अनि गुगलमा क्लिक गरेर त्यसलाई लगइन गर्नु होला हैन। अब यसरी चाहिँ तपाईले लगइन गर्नुभयो भने अथवा तल क्रिएट अकाउन्ट भनेर क्लिक गर्नुभयो भने अब यो चाहिँ लगइन हुनेछ। अथवा तपाईले गेस्ट पोस्ट पनि अथवा आफ्नो गेस्ट पोस्टमा पनि गएर पावनाको जसरी हेर्न पनि सक्नुहुन्छ। अब यसरी लगइन भइसकेपछि चाहिँ यस्तो इन्टरफेस देखिन्छ। यहाँ चाहिँ तपाईको प्रोफाइलमा हेर्नुभयो भने तपाईको नामहरु, तपाईको प्रोफाइल, यो एडिट गर्न मिल्ने मेसेजहरु सबै देखिन्छ हैन। अब यसरी देख्दै तपाईले यहाँ चाहिँ विभिन्न किसिमका डाइरेक्टरीहरु छ इन्टरफेसमा चाहिँ। यसमा 10,000 भन्दा बढी चाहिँ बिजनेसहरुका डिटेलहरु यसमा रहेका छन् जुन विदेशमा रहेका थिए। अनि इभेन्टहरु जस्तै अब अहिले कुन इभेन्ट चाहिँ कहाँ हुँदैछ हैन, कुन समयमा चल्दैछ त्यो इभेन्टहरुको डिटेलहरु यसमा रहेका छन्। त्यसरी बाइ एन्ड सेल अब जस्तै कुनै प्रोडक्टहरु छ तपाईको आफ्नै पनि छ अथवा किन्न चाहनुहुन्छ भने पनि तपाईले यहाँबाट देख्न सक्नुहुन्छ। यसमा मन पर्यो भने क्लिक गरेर खरिद पनि गर्न सक्नुहुन्छ अथवा बेच्न पनि सक्नुहुन्छ। अनि कुनै नोटिफिकेसन आयो भने चाहिँ यो नोटिफिकेसन बक्समा देखिनेछ। अब तपाईले प्रोफाइलमा क्लिक गर्नुभयो भने यहाँ चाहिँ थप हाम्रो मेनुहरु छन् के, जस्तै यसमा चाहिँ थ्रेड्स अप्सनहरु पनि छ हैन। थ्रेड्समा चाहिँ एकदम मोटिभेसनल कुराहरु तथा तपाईलाई काम लाग्ने जीवन उपयोगी कुराहरु चाहिँ थ्रेडमा राखिदिएका छौं हामीले। त्यो पनि तपाईले एकचोटी गएर हेर्न सक्नुहुनेछ। यसरी थ्रेडहरु देख्न सक्नुहुनेछ जुन पढेर तपाईले धेरै ज्ञानहरु प्राप्त गर्न सक्नुहुनेछ। त्यसैगरी तपाईलाई चाहिँ आज हामीले जुन कुरा सिकाउन जाँदैछौं त्यो कुरा हो पोलिङ। यो हाम्रो चाहिँ भर्खरै अपडेट भएको सिस्टम पनि हो। अब यसमा चाहिँ हाम्रो डेली बेसमा चाहिँ कुनै न कुनै पोलहरु आइरा हुन्छ। अहिले जस्तै यो हाम्रो आईसीसी को पुरुष विश्वकप आइराछ। अब त्यसका विभिन्न पोलहरु चाहिँ यहाँ हामीले राखिदिएका छौं। यसमा चाहिँ तपाईले पोल गर्नुभयो भने पुरस्कारहरु जित्ने त्यो एउटा अवसर हुन्छ। अब हामीले फाइनलको लागि प्रेडिक्सनहरु बनाएर राख्दैछौं। तपाईहरु सकेसम्म के गर्नुस् भन्दा पहिला एपलाई डाउनलोड गर्नुस् अनि त्यसपछि प्रोफाइलमा जानुस्। त्यसपछि यहाँ पोल भन्ने अप्सन छ, यो पोल भन्ने अप्सनमा क्लिक गर्नुस्। अनि यहाँ चाहिँ एक्टिभ इन द पास्ट भनेको छ, यो जस्तो अब अहिले छैन भन्ने भयो। यदि हामीले अहिले चलिरहेको पोल छ भने त्यो एक्टिभ भनेर देखाइरहेको हुन्छ। अनि त्यसमा गएर तपाईले यसरी क्लिक गर्नुभयो भने अब यहाँ त्यो पोलको बारेमा चाहिँ यहाँ केही डिटेलहरु चाहिँ लेखिएको हुन्छ, कस्तो कस्तो कन्डिसनहरु रहनेछ भनेर। अनि जस्तै पाकिस्तान र न्युजिल्यान्ड भन्ने जस्तो अप्सनहरु हुन्छ। अब तपाईलाई जुन मन पर्छ त्यसमा क्लिक गर्नुभयो भने, क्लिक गरेर अप्लाई गर्नुभयो भने चाहिँ त्यो पोल चाहिँ हाम्रो सिस्टममा सेभ हुन्छ। त्यो सिस्टममा सेभ भयो भने हामीले तपाईहरुलाई चाहिँ अनि लकी ड्रबाट चाहिँ रिजल्ट निकाल्छौं। रिजल्ट निकाल्दाखेरि तपाईको नाम पर्यो भने पुरस्कार जित्ने ठूलो सम्भावना रहन्छ। त्यसैले आजै जानुस्, पोलमा गएर आफ्नो मत व्यक्त गर्नुस्, पुरस्कार जित्नुस्। यो तपाईको लागि चाहिँ एउटा सजिलै पैसा कमाउने मेथड पनि हुन सक्छ। साथीहरु त्यही नै कुराहरु थियो। आज मैले तपाईलाई विशेष गरी पोल चाहिँ कसरी गर्ने मेरो नेप एपमा भनेर मैले सिकाउन खोज्दै थिएँ। धेरैजना कन्फ्युज पनि हुनु भएको थियो। यसको चाहिँ यही नै मेथड हो हैन, त्यस्तो केही पनि गाह्रो छैन। तर सुरुमा तपाईले मेरो नेपलाई डाउनलोड गरेर लगइन चाहिँ हुनु पर्यो, नत्र भने तपाईको डेटा चाहिँ अब हाम्रो सिस्टममा सेभ हुँदैन हैन। एकचोटी लगइन चाहिँ गर्नु होला। लगइन गर्न एकदम सजिलो छ, मैले अगाडि बताइ पनि सकेको छु। केही प्रतिक्रियाहरु भयो भने कमेन्ट बक्समा पनि लेखिदिनु होला हैन। हाम्रो त्यो समूहले चाहिँ तपाईको प्रतिक्रियालाई रिप्लाई गर्नेछ। भन्दै नमस्कार, धन्यवाद, स्वस्थ रहनुस्, व्यस्त रहनुस्।